त्यही कुरा गर्दै गर्दा तपाईँको राजनीतिक कुरा फेरि जोड्न मन लाग्यो मलाई। मैले भन्नुपर्दा तपाईँको सुरुमा मैले रवि लामी छानेको राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामी छानेको म एकदमै फ्यान हो है। सिग्नेचर अभियानमा तपाईँको मैले पहिलो उसमा तपाईँको सिग्नेचर अभियानमा म गएर डाइरेक्ट गएर अनि तपाईँको पोखरा बगरमा मैले सिग्नेचर गरेको मान्छे म है, रविको लागि है। अनि त्यसपछि फेरि तत्काल मलाई फेरि मेरै गाउँले साथी गङ्गबहादुर थापा, नेपाल आर्मी, अहिले तपाईँको हाम्रो अमरसिंहमा हाम्रो उहाँको तपाईँको ड्युटी छ। उहाँले चाहिँ मलाई के भन्नु भने फोन गर्नुभयो। फोन गरिसकेपछि तपाईँको हेलो सर, रनबहादुर कता हुनुहुन्छ, तपाईँलाई एउटा कुरा सोध्नु थियो, के गर्नु थियो, तपाईँको मनसाय कस्तो हुन्छ भनेर भनिसकेपछि तपाईँको के हो सर भनिसकेपछि तपाईँले रविको बारेमा, रवि लामी राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा, तपाईँको सिग्नेचर अभियानको बारेमा उहाँले अब भनौँ न त्यति बेला त्यो थियो तपाईँको। अहिले चाहिँ पछि गर्दै गर्दा के भयो भने मेरै गाउँले अब उहाँको कुरा के गरौँ, अब उहाँको नाम भनिनहालौँ, तर उहाँले चाहिँ मलाई फोन गर्नुभयो। फेरि गङ्गा सरले दिइसकेपछि मलाई उहाँले फोन गर्नुभयो। फोन गरिसकेपछि तपाईँको उहाँले भन्नुभयो कता आउनुहुन्छ भनेर भनिसकेपछि म त यसो के कामले गर्नुभयो सर भनेपछि तपाईँको यस्तो यस्तो भनिसकेपछि तपाईँको मेरो नाम नम्बर टिपेर यस्तो यस्तो गरौँ त सर भनिसकेपछि गर्नुहोस्, म यसमा एकदमै आबद्ध हुन मन छ, खुसी छु भनेर भनेपछि मलाई फेरि जोस जाँगर भनेपछि अब त्यति राजनीतिक तवरमा तपाईँको त्यति सबै गर्न नसके पनि तपाईँको चासोको एकदम चासो राख्ने मान्छे, बोल्न नजाने पनि, त्यसले गर्दाखेरि ल थोक्नुहोस् दिनुपर्छ, म एकदम खुसी छु, बोल्न नजाने पनि म तयार छु भनिसकेपछि तपाईँको मलाई पछि चाहिँ उहाँले मलाई घाट गर्नुभयो। पछि न मलाई फोन गर्नुभयो न तपाईँको के अरे मलाई तपाईँको केही सुझाव सल्लाह दिनुभयो। अनि त्यसपछि छोडिसकेपछि तपाईँको जेनजी आन्दोलन आयो। जेनजी आन्दोलन आइसकेपछि सुदन गुरुङको चमत्कार देखेँ। अनि यो चाहिँ यत्तिको चाहिँ मलाई यस्तो मान्छे चाहिँ मन पर्यो, भित्री मनबाटै मन पर्यो, उसले चाहिँ गर्छ भन्ने लागिसकेपछि तपाईँको तत्काल प्रधानमन्त्रीको लागि फेरि तपाईँको हर्क साम्पाङ म गर्छु भनेर जेनजी आन्दोलनमा तपाईँको सुदन गुरुङले हर्क लागि गरेको नि त। हर्कले पनि तपाईँको आएर जेनजी भाइ बहिनीहरूलाई तपाईँको धेरै गर्नुभएको, सपोर्ट गर्नुभएको है। जहाँसम्म उहाँले तपाईँले अब भनौँ गाडीबाट आएन उहाँ, तपाईँको हेलिकप्टरबाट आएन, गाडीबाट आए तपाईँको उहाँले चाहिँ हर्क श्रम सांस्कृतिक पार्टी